नमस्ते। म आज यहाँहरूलाई यो हाम्रो अफिसियल यो स्मार्ट मी एप चाहिँ हाम्रो मोबाइलमा कसरी इन्स्टल गर्ने र अनि त्यो एप चाहिँ कसरी चलाउने भनेर यहाँहरूलाई सानो भिडियो बनाएर जानकारी दिन गइरहेको छु। यो एप इन्स्टल गर्नको लागि चाहिँ तपाईँले आफ्नो मोबाइलमा यदि एन्ड्रोइड हो भने के भन्छ यो उसमा प्ले स्टोरमा यदि आइफोन युज गर्नुहुन्छ भने एप स्टोरमा गएर तपाईँले चाहिँ यो स्मार्ट मी कम्पानियन भनेर सर्च गर्नु होला। कम्पानियन भनेर सर्च गर्नुभयो भने यो आइकन भएको एप चाहिँ तपाईँले त्यहाँनिर भेट्नुहुन्छ र यसलाई चाहिँ तपाईँले इन्स्टल गर्नुहोला। यहाँनिर मैले अलरेडी इन्स्टल गरेको भएर ओपन र अनइन्स्टल देखाइरहेको छ, तर हजुरकोमा चाहिँ यहाँनिर इन्स्टल भन्ने बटन आउँछ र यो इन्स्टल गरिसकेपछि चाहिँ तपाईँको मोबाइलमा कतैतिर चाहिँ यो आइकन भएर एउटा एप चाहिँ बसिराखेको हुन्छ र यसलाई चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ। रन ओपन गर्नलाई यसलाई ट्याप गर्नु होला। यसलाई खोलिसकेपछि चाहिँ तपाईँको यो यस्तो आइकन के अरे यो स्क्रिन चाहिँ आउँछ। यो स्क्रिन आइसकेपछि चाहिँ तपाईँले लगइन गर्नुपर्ने हुन्छ। लगइन विथ क्रेडेन्सियल गर्नु होला र यहाँ चाहिँ तपाईँले आफ्नो युजर नेम र पासवर्ड राख्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको अहिले वेब ब्राउजरमा तपाईँले जुन युजर नेम र पासवर्ड युज गरेर लगइन गर्नुहुन्छ त्यही युजर नेम र पासवर्डबाटै लगइन गर्न मिल्छ र त्यसको लागि चाहिँ तपाईँले यहाँ यसमा चाहिँ आफ्नो युजर नेम पालिकाको युजर नेम राख्नु होला। अहिले पिएसयुको लगइनबाट चाहिँ तपाईँले फर्महरू एक्सेस गर्न पाउनुहुन्न। अहिले एडभाइजर सरहरूको लगइनबाट पनि फर्महरू चाहिँ एक्सेस हुँदैन, तर एटलिस्ट के कस्तो छ भनेर हेर्नको लागि चाहिँ एप कसरी चल्दो रहेछ भनेर हेर्नलाई चाहिँ तपाईँले लगइन गर्न सक्नुहुन्छ। मैले एउटा पालिकाको लागि भनेर एउटा टेस्ट युजर बनाएको छु। म त्यो युजरबाट लगइन गरेर यहाँलाई देखाउँछु। लगइन गर्नु होला। लगइन गर्नुभयो भने लगइन गरिसकेपछि चाहिँ यहाँनिर यो यस्तो स्क्रिन आउँछ। यसमा अब अरू खासै केही चेन्ज गर्न परेन। तपाईँले आफ्नो प्रोफाइल पिक्चर आफ्नो फोटो के राख्न चाहनुहुन्छ भने यहाँबाट यो क्यामेराको आइकनबाट त्यहाँबाट तपाईँले एउटा फोटो पनि अपलोड गर्न सक्नुहुन्छ, अथवा होइन मलाई यही ठिकै छ भन्नुहुन्छ भने यो पनि यतिकै राख्न पनि मिल्छ। र तपाईँले फर्महरू रिपोर्टहरूको लागि चाहिँ के गर्नु पर्यो भने यो यहाँनिर यो प्रोफाइल भन्ने छ, यतापट्टि चाहिँ तपाईँको यो रिपोर्ट्स भन्ने आउँछ। यो रिपोर्ट्समा जानुभयो भने यहाँनिर तपाईँले कुन कुन रिपोर्ट तपाईँले कुन कुन पालिका असाइन गरेको छ त्यसको आधारमा चाहिँ यो पालिकाहरू लिस्ट हुन्छ। अब अहिले मैले मेरो युजर चाहिँ प्रायः सबै पालिकाहरूमा राखेको भएर यो सबै लिस्ट आइरहेछ। म अहिलेको लागि यो मानव मेरो यो पालिका हो भने यो पालिकामा जान्छु। तपाईँहरूको आफ्नो जुन पालिका त्यो पालिकामा जानु होला। यसलाई ट्याप गर्नुभयो भने यहाँनिर तपाईँले अहिलेसम्म क्रिएट गरेको यो ड्राफ्ट रिपोर्टहरू जति पनि हुन्छ त्यो ड्राफ्ट रिपोर्टहरू चाहिँ यहाँनिर देखिन्छ र यसमा चाहिँ सबमिट गरेको रिपोर्टहरू चाहिँ फर्महरू यहाँ देखिँदैन। त्यो सबमिट गरेको वाला हेर्नु पऱ्यो भने तपाईँले आफ्नो वेब ब्राउजरमै त्यहीँ गएर हेर्न सक्नुहुन्छ। कुन कुन सबमिट भएको छ त्यहीँ देखिन्छ, त्यहीँबाट हेर्न मिलिहाल्छ। र अब नयाँ रिपोर्ट क्रिएट गर्न पऱ्यो भने यो न्यू ड्राफ्ट भन्ने छ यो बटन, यसमा जानुभयो भने तपाईँले असाइन गरेको जति पनि रिपोर्ट हुन्छ तिनीहरू चाहिँ यहाँनिर लिस्टमा आउँछ। सेम हाम्रो वेब ब्राउजरमा गर्दाखेरि पनि कुन कुन रिपोर्टहरू तपाईँलाई असाइन भएको छ त्यो रिपोर्टहरू जसरी लिस्ट आउट हुन्छ त्यसरी नै यहाँनिर यो चाहिँ लिस्ट आउँछ। र अब यसमा चाहिँ अब अहिले टेस्टको लागि चाहिँ टेस्ट गर्नको लागि चाहिँ हजुरहरूले अरू रिपोर्टहरू अहिले केही पनि नगर्नु होला, किनभने अरू रिपोर्टहरू चाहिँ यो मोबाइलको लागि बनाएको रिपोर्टहरू होइन, वेब ब्राउजरमा बनाएको वेब ब्राउजरको लागि चाहिने भनेर त्यसलाई कम्प्याटेबल हुने गरेर यो रिपोर्टहरू बनाएको छ। बाइचान्स तपाईँले खोलिहाल्नु भयो भने पनि तपाईँले यो यस्तो एररहरू देखाउँछ जुन चाहिँ मोबाइल एपमा कम्प्याटेबल छैन यो फर्महरू। त्यो भएर यो फर्महरू चाहिँ खोलेर पनि खासै काम केही पनि हुँदैन। त्यही भएर यसलाई चाहिँ केही पनि नगर्दा नै राम्रो।
यसलाई मैले क्यान्सल गरेँ। तर यसको लागि चाहिँ अहिलेलाई चाहिँ तपाईँले ट्राई गर्नलाई, तपाईँले टेस्ट गर्नको लागि चाहिँ यो 00 मोबाइल एक्चुअल वाटर बेनिफिसियरी भनेर यो फर्म छ। यो फर्म चाहिँ तपाईँहरूले एक दुईवटा भरेर पठाइदिनु होला। यसमा भर्दाखेरि तपाईँलाई के कतिको सजिलो अप्ठ्यारो हुन्छ, यो चाहिँ हामीले के सोचिरहेछौँ भने जुन एम वाटरमा हामीले एक्चुअल बेनिफिसियरीको लागि जुन एप युज गर्छौँ, जुन फर्म युज गर्छौँ, त्यही फर्मलाई नै यतापट्टि सारेको छ। अब यसमा चाहिँ तपाईँले कुन भन्नाले यो एप यो स्मार्टमी एप युज गर्दाखेरि तपाईँले केही गाह्रो अप्ठ्यारो हुन्छ अथवा के हुन्छ त्यो चाहिँ यसो टेस्ट गरिदिनु भयो भने यो फर्म पनि नभए यो वर्षको जुन हाम्रो योजनाहरू कम्प्लिट हुन्छ, त्यो योजनाहरू कम्प्लिट भयो भने अनि यसमा चाहिँ हामीले यो एप युज गर्ने भनेर सोचिरहेछौँ। जस यो फर्म चाहिँ तपाईँले टेस्ट गर्नु होला। अब यसमा के छ भने सुरुमा त पालिका नै भइहाल्यो, कुन पालिका हो। त्यसपछि यहाँनिर सुरुको चाहिँ नै यो उसमा गएपछि घरमुरीलाई चाहिँ आफ्नो बारेमा भन्नु पऱ्यो। म यो फलाना उसबाट आएको हुँ र मैले यो डेटा किन युज गरेर लिइराखेको छु भन्ने कुराहरू तपाईँले त्यहाँ जानकारी गराउने कुरा भयो। त्यसपछि आफ्नो कुन पालिका हो त्यो पालिका छान्ने, अनि त्यसपछि गएर तपाईँ अहिले कुन योजनामा हुनुहुन्छ त्यो योजना छान्ने, वार्ड नम्बर कति हो अनि हो। त्यसपछि यो चाहिने हाम्रो यो डब्लुएसपी स्किम हो कि होइन, हो भने हो, होइन भने होइन। योजना नयाँ रिपेयर हो, टेक्नोलोजी के हो, अनि त्यसपछि यसको टाइप के हो, अनि त्यसपछि गएर यहाँनिर गाउँ टोलको नाम के हो, अनि घरमुलीको नाम, त्यसपछि गएर महिला पुरुष अन्य, दलित जनजाति अन्य के हो, धारा नम्बर कति हो, अनि त्यसपछि गएर महिला सदस्य सङ्ख्या कतिजना, पुरुष कतिजना र अन्य कतिजना, र यहाँनिर टोटल सङ्ख्या आफै आउँछ। यसमा चाहिँ तपाईँले माथिपट्टि राखेको टोटल मिलिरहेछ कि छैन भनेर चेक गर्नलाई, बाइचान्स कहिलेकाहीँ टाइप गर्ने बेला मिस्टेक भयो भने यो टोटलमा 5 जना हो कि होइन यसो सोध्ने, ठिकै छ भने ठिक छ, नभए माथि गएर मिलाउनु होला। अनि त्यसपछि उहाँहरूको घरमा कोही अपाङ्गता भएको कोही व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न, हुनुहुन्छ भने हुनुहुन्छ, हुनुहुन्न भने हुनुहुन्न। मानव हुनुहुन्छ अरे, हुनुहुन्छ भने आँखा देख्ने आँखामा समस्या भएको कतिजना, सुन्ने समस्या भएको कतिजना, हिँडडुल गर्नमा समस्या भएको कतिजना, सम्झिने ध्यान केन्द्रित गर्ने त्यस्तोहरू कोही छ भने, यस्तोमा कोही छ भने, यस्तोमा कोही छ भने त्यो चाहिँ राख्नु होला। र टोटलमा कतिजना यति राखेर अनि त्यसपछि यो सुविधा स्तर चाहिँ कुन त्यो घरको, यहाँनिर यो माथिपट्टि यो सुविधा स्तरको ऊ पनि राखिदिएको छ परिभाषाहरू, त्यसको डेफिनेसन पनि यहाँ राखिदिएको छ। त्यो अनुसारको कुन चाहिँ हो, प्रायः हामीले गर्ने गरेको चाहिँ कि आधारभूत हो कि मध्यम स्तरको हो। अब एक घर एक धाराको गरेर त्यसरी डिजाइन गरेको छौँ भने प्रायः जसो हाम्रो मध्यम स्तरको हुन्छ, र कुनै कुनै चाहिँ मर्मत गरेको, सामान्य मर्मत गरेको सामुदायिक धाराहरू भएको छ भने त्यो आधारभूतमा चाहिँ पर्छ, र जुन हो त्यो अनुसारको चाहिँ यहाँनिर तपाईँले त्यो चाहिँ छान्नु होला। यति गरिसकेपछि अब सबै कुरा ठिक छ भने सिधै सब्मिट गरे पनि भयो, होइन यसमा चाहिँ केही मिलाउनु पर्ने जस्तो छ भने चाहिँ तपाईँले यसलाई सेभ एज ड्राफ्ट गरेर पनि राख्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ तपाईँले सब्मिट गरिसकेपछि तपाईँले कुन डेट, अब यहाँनिर ठ्याक्कै थाहा पाउनलाई चाहिँ कुन डेटमा सब्मिट गर्नुभएको ड्राफ्टमा राखिराखेको होला चाहिँ कुन डेटमा क्रिएट गर्नुभएको भन्ने कुरा चाहिँ यहाँबाट देखिन्छ। जस्तै यो आजको डेटको मैले गरेको चाहिँ यो हो। यो टाइम चाहिँ हाम्रो यहाँको भन्दा पनि अन्त्यको टाइम दिइरहेको छ। र यति यो गरिसकेपछि तपाईँले अब फेरि भनौँ न, मानव अब मैले मिलाउन पर्ने केही थियो, म यसमा खोल्छु, केही मिलाउनु पर्ने थियो भने मिलाउँछु। मानव यो 2 होइन, यो चाहिँ के भन्छ 4 थियो अरे, यो मिलाइयो। यो मिलाइसकेपछि अब सबै कुरा ठिक छ, अनि मैले यहाँबाट यसरी सबमिट गर्न
र यो सबमिट गरिसकेपछि अब यो चाहिँ तपाईँले अफलाइनमा पनि यो प्रयोग गर्न सक्नुहुन्छ। सुरुमा लगइन गर्ने बेला चाहिँ अनि यो रिपोर्ट्समा जाने बेला चाहिँ तपाईँ अनलाइन आउनुपर्छ एकपल्ट। र यो फर्महरू सबै यहाँनिर हेरिसकेपछि तपाईँले त्यसपछि चाहिँ अफलाइन पनि काम गर्न सक्नुहुन्छ। र त्यो भनौँ न यो तपाईँले लिँदै जानुभयो भने यो यहाँनिर यो अहिले 1 वटा देखिरहेछ, पछि 2 वटा 3 वटा भनेर यहाँनिर आउँदै गर्छ। र यसलाई चाहिँ उता वेब ब्राउजरमा त्यता पनि सिङ्क्रोनाइज गर्नको लागि चाहिँ तपाईँले यसमा चाहिँ सिङ्क्रोनाइज भनेर यसमा यसलाई यो बटन चाहिँ थिच्न पर्ने हुन्छ। र एकछिन घुम्छ यो अनि यहाँ टिक लगाएर त्यो गइसक्यो। भन्नुको मतलब अब त्यो चाहिँ सिङ्क्रोनाइज भइसक्यो, त्यो चाहिँ सबमिट भइसक्यो। अब यहाँनिर तपाईँले गर्नुपर्ने केही पनि छैन। यसले चाहिँ यसरी गर्न सकिन्छ। जे होस् अब यसमा चाहिँ तपाईँहरूले अलिकति एउटा दुईवटा फर्महरू चाहिँ सबमिट गरेर यसो टेस्ट गर्नुभयो भने यदि यो ठिकै रहेछ भने चाहिँ हाम्रो अर्को वार्षिक रिपोर्टको बेलामा चाहिँ यो एप प्रयोग गर्नेछौँ। फेरि सबमिट भएर छ। अनि यो भयो, यो भइसकेपछि चाहिँ अनि सबमिट गर्दा त्यस्तो केही पर्यो अथवा तपाईँलाई भनौँ न केही इस्युहरू आयो, केही समस्याहरू पर्यो भने चाहिँ मलाई कमेन्ट गर्नुहोला। यो कतिको सजिलो अप्ठ्यारो भयो हामी त्यही अनुसारले चाहिँ यसलाई के गर्न सकिन्छ।